भाषा यस्तो मेरो घोर आपत्ति छ। यो समितिले उपसमितिले तपाईँलाई ल्याएर यदि मिडिया कन्जम्सनमा यो अहिले जसरी तपाईँको नाम उछालियो तपाईँलाई त्यो बेकारमा ल्याइदिए जस्तो भयो क्या मलाई चाहिँ। यो अति भयो। इनफ। सार्वजनिक प्रश्न उठिरहेका माननीय मन्जु खाँडलाई फेरि ल्याइदिनु भयो। नबल्झेको घाउ बल्झेर तपाईँलाई त मलाई फसाइदिए जस्तो लाग्छ है कहिलेकाहीँ चाहिँ। लिनुपर्छ होइन भने मेरो घोर आपत्ति छ। मलाई फुल कमिटीले सहयोग तोकेको छ। तपाईँहरूले चाहिँ 22 देशबाट भन्नुहुन्छ भने त्यो एउटा गलत कुरा हो। म कुन उसमा निकायमा म कारबाहीमा छु तपाईँले मलाई यो भन्नु पर्यो। म पार्टी सभापतिलाई म सोध्न चाहन्छु के मेरो हैसियत छैन? सार्वजनिक भएको अडियोमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई 2.5 करोड र कांग्रेसकै अर्की सांसद मन्जु खानलाई 6 करोड रकम बुझाएको उल्लेख छ। खान पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खानकी पत्नी हुन्। अन्यजु मेरो अब्जेक्सन, तपाईँ पनि माननीय हुनुहुन्छ, म पनि माननीय छु। तपाईँले के उद्देश्यले तपाईँले के कारणले मलाई भन्नुभयो? मेरो तपाईँलाई क्वेसन। भ्रष्टाचारका मुद्दाहरू उठाउँदा जथाभावी हुन्छ? हुँदैन। 900 जना मान्छेलाई गैर नागरिक बनाएर विदेशमा बेचिया कुरा जथाभावी हुँदैन। भुटान शरणार्थी काण्ड त छर्लङ्ग होला नि त अगाडि, के थिएन? यो जथाभावी होइन। म खण्डन गर्न चाहन्छु।